त्योभन्दा अगाडि अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टका ट्रस्टिज र गजेन्द्र मोक्ष दिव्य धाम त्रिवेणीका व्यवस्थापन समितिका कोषाध्यक्ष, धेरै आर्ट अफ लिभिङ आदि गरेका धेरै सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ। लियो लायन्स लगायतका सङ्घ संस्थामा आबद्ध भएर समाज सेवा नै आफ्नो जीवन बनाउनु भएका यस्ता आदरणीय व्यक्तित्व मङ्गल भण्डारीज्यूलाई आफ्नो 2 शब्द राखिदिनु हुनको लागि, शुभकामना मन्तव्य राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। जय श्री मुक्तिनाथ। जय श्री मुक्तिनाथ। यो मञ्चबाट के बोलौँ है, यत्रो व्यासजीले यहाँ कथा सुनाइराख्नु भएको छ। यस श्री नेपाल आमा मन्दिरको यो प्राङ्गणमा आज स्वामीजी महाराज भेट गइसक्नु भएको छ। म सम्बोधनलाई यथोचित राख्दै म सिधा प्रसङ्गमा जान चाहन्छु। यो नेपाल आमाको मन्दिर यहाँ केही थिएन जुन बेला यो मन्दिरको लागि हामी निर्माण गरिरहेका थियौँ। त्यो बेलामा एउटा जङ्गल, अघि स्वामीजीले पनि भनिसक्नुभयो, एउटा जङ्गलको हिसाबमा यहाँ थियो। मलाई याद आउँछ 14 वर्ष अगाडि मैले आफ्नो गाडीमा पछाडिपट्टि ढुङ्गा इँटा बोकेर लिएर आउँथेँ र यहाँ हामी मर्मत गरिरहेका थियौँ। त्यो बेलादेखि म आबद्ध छु। हामीले स्वामीजीको जुन परिकल्पना छ त्यो अद्भुत छ। उहाँले एकचोटि बोलेपछि त्यो ठाउँको मैले सफलता हरेक ठाउँमा देखेको छु। त्रिवेणीमा तपाईँको गजेन्द्र मोक्ष दिव्य धाम भनेर जुन मन्दिर छ, यति विशाल छ त्यो, तपाईँहरू जसले देख्नुभएको छ। त्यो मन्दिर बनाउने बेलामा स्वामीजीले घोषणा गर्दा हामी अचम्म पर्थ्यौँ, कसरी बन्ला त्यो 26 करोडको मन्दिर। तर त्यो मन्दिर आज बनेर त्यो उद्घाटन भएर पनि त्यसको आज हामी 6औं वार्षिक उत्सव पनि गरिसकेका छौँ। बडा अचम्म लाग्छ, स्वामीजीले जहाँ गएर घोषणा गर्नुहुन्छ त्यहाँ सफल भएकै छ। अस्ति भर्खरै मुक्तिनाथ पद यात्रा, एउटा मुक्तिनाथको पहिचानको लागि स्वामीजीले त्रिवेणीबाट गजेन्द्र मोक्ष दिव्य धामबाट रथ तयार गरी त्यो रथको यात्रा हामीले मुक्तिनाथमा गरेर विसर्जन गरेका थियौँ। त्यो कार्यक्रमको संयोजक पनि मलाई स्वामीजीले बनाउनु भएको थियो र त्यो यति सफलतापूर्वक हामीले त्यसलाई सम्पन्न गरेका छौँ। र आज त्यहाँ 6 महिनाको लागि यज्ञ सञ्चालनमा छ। कोही भक्तजनहरू पुग्नु भएको छैन भने मुक्तिनाथमा त्यहाँ पुग्नु होला। त्यहाँ निरन्तर यज्ञ चलिरहेको छ। अचम्म लाग्छ मलाई स्वामीजीको यो कार्य देखेर। म विगत 25 वर्षदेखि स्वामीसँग आबद्ध छु। तर अचम्म के लाग्छ भने स्वामीजीले जहाँ जे जसरी बोल्नुहुन्छ, कसरी सफल हुन्छ होला म आफै अचम्म पर्छु। त्यस कारणले गर्दा अद्भुत स्वामीजीको एउटा परिकल्पना छ। आज नेपाल आमाको मन्दिर ल्याउनुहोस्, यो ठाउँमा सोचेकै थिएन यस्तो मन्दिर बन्ला भनेर। पञ्चमहालक्ष्मी मन्दिरको मन्दिर त्यो साइडमा बनेछ भने यो काठमाडौँ साइडमा यत्रो ठुलो मन्दिर बनेको छ। यो स्वामीजीको परिकल्पना हो। यसलाई हामी हृदयदेखि नै यसलाई मनन गर्नुपर्छ। र समय एकदमै भगवान छ। मैले अहिले यहाँ धेरै झाँकीहरू देखाउने उहाँले भनिराख्नु भएको छ। स्वामीजीले 2 शब्द बोलेर जाऊ है भन्नुभएको थियो र मैले ल ठिक छ भनेर बोल्न चाहेँ। र सम्पूर्ण भक्तजनहरूलाई आज जसरी तपाईँहरूले यसमा आबद्ध हुनुभएको छ, यो कार्यक्रमलाई सफलता बनाउनको लागि तपाईँहरूले हरेक क्षेत्रबाट आफ्नो छर छिमेकी साथीभाइ सबलाई ल्याएर कथा सुनाउनु होला। यो कथाको बहुत महत्त्व छ। यो कथा सुनिसकेपछि अघि स्वामीजीले भनेर जानु, हाम्रो यता फक्कड स्वामीजीले कथा आएर सुनेर मात्र हुन त्यसलाई मनन गर्नुपर्छ, त्यसलाई व्यवहारमा पनि लागू गर्नुपर्छ। हामी कथा सुन्छौँ, यहाँ सुन्दासम्म हामीलाई बडा आनन्द आउँछ, तर ऊ त्यो गेटबाट निस्किँदासम्म त्यो सब कथा बुझिसकेका हुन्छौँ। त्यसले गर्दाखेरि जति सक्नुहुन्छ यहाँ सुनेका कुरालाई आफ्नो व्यवहारमा उतार्नुहोस्। त्यस कारणले गर्दाखेरि अब धेरै कथाहरू कुराहरू स्वामीजीहरूबाट सुन्नु नै हुन्छ भन्दै म विशेष धन्यवाद दिन चाहन्छु। जय श्री मुक्तिनाथ।